रोको स्कुल जानु पर्यो भने रोयो हो भोलि आज यता हेर अब आज दिदीले होमवर्क गरिन है अब भोलि गर्न भनेपछि भोलि स्कुल छुट्टी हो के तिमीलाई स्कुल जान गाह्रो भयो हो दिदीको अब दिन स्कुल जान ल छोराको लेख्नलाई गाह्रो भएछ अब भोलि स्कुल नजाउँ ल बन्द गरेर राखिदेऊ ल लेख्नलाई गाह्रो भयो बन्द गरेर राखिदेऊ मामु हजुर हो ल ल आज यति लेखिसकेर खेल्ने हस् नलेख्ने भए ल बन्द गर अन्त खेल न त भोलि लेखौँला है हस् संयोग संयोग गाह्रो भएको भयो बन्द गर अनि भोलि लेखौँला हुन्न सिगर हुन्न अनि लेख अन्त त्यसो भने नरोइकन फटाफट लेख अनि एउटा भोलि त स्कुल छुट्टी अनि हामी खेलेर बसेको के यही घरमा ल भोलि घरमा हो लेख्ने ल ल ह्याप्पी ह्याप्पी अब हाँस संयोग अब खुस तिमी आज खुस छैन हो तिमी आज खुस छैन मामु पनि रोइदेऊ संयोग मामु कसरी रुन्छ भन्देऊ त मामु रोइदेऊ यो के लेखेको खरायो ख लेख्न पर्ने ठाउँमा के लेखेको यो यो घर लेख्ने हो त गरेको छैन आफू